बनाइसक्नु भएको छ। हामी चाहिँ त्यो अमिलो खान्छौँ। त्यो पछि है व्यापार चाहिँ त्यो 1-2 हजारको भयो, रोडमा खासै धेरै भएन। कसले बनाइदिएको एउटा खुवाइदियो जेठले खै। हे गाइज वेलकम टु माई न्यू भिडियो। आजको भिडियोमा तपाईँलाई स्वागत छ। आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। अहिले चाहिँ मैले नयाँ भिडियो घरबाट स्टार्ट गरेको छु। आज चाहिँ हामीले पसल अगाडि पनि राखेका छौँ। अमिलो छ हामीसँग प्रशस्त, त्यही हो हाम्रो अमिलो चाहिँ यतातिर राख्न लाग्छौँ भर्खर। मम्मी राख्नु त। स्कुल जान्छौ ल गाइस। आज चाहिँ यहाँ हामीले चाहिँ टन्नै अमिलो राख्दैछौँ। कसैलाई चाहियो भने सम्पर्क गरिहाल्नु होला। छिन्चुबाट आउने बाटो, यताबाट छिन्चु आउँछ भने यतातिर चाहिँ नेपालगञ्ज जाने बाटो भयो। ट्याक्कै कालिदमार भन्ने ठाउँमा चाहिँ हाम्रो पसल रहेको छ। ल गाइस दिनभरि पसलमा बस्यो है। व्यापार चाहिँ त्यो 1-2 हजारको भयो, रोडमा खासै धेरै भएन। अमिलो चाहिँ यतातिर राखेछौँ भने हामीले अब चाहिँ साँझ पनि परिसक्यो, दिउँसै खानुपर्ने अमिलो, तर अमिलो दिउँसो खाइ भएन। अब अहिले खाने भन्नुभएको छ आन्टीहरू, हामी चाहिँ खाँदैछौँ। म अमिलो लिएर जान्छु है गाइस। गाइस हाम्रो चाहिँ 2टा अमिलो खाने भयो है। 2टा अमिलो चाहिँ मैले लगेर जान लाग्छु तल बनाउने ठाउँमा। गाइस मैले चाहिँ अघि नै अमिलो दिएको थिएँ आन्टी र भाउजूहरूलाई। यहाँ अमिलो बनाइसक्नु भएको छ। हामी चाहिँ त्यो अमिलो खान्छौँ। त्यो स्पेसल्ली हाम्रो माइली आन्टीले बनाउनु भएको है। पक्कै पनि राम्रो बनाउनु भयो होला। ल अमिलो चाहिँ यहाँ छ। राम्रो आन्टी भन्न भाइरल हुन्छ। यो भिडियो हेरेर कतिजनाको दाँत पुरिने त्यति नै राम्रो हुन्छ नि। मान्छेवाला मिठो हुन्छ नि। एक्लै दुक्लो त राम्रै हुन्न। चाउचाउ पनि त्यो सबैले मिसाएर खानु पर्दैन, त्यो कति मिठो हुन्छ। च्यालेन्जमा सहभागी हुनु पर्यो त, त्यसको लागि त। लगाइ अमिलो पनि खाएर भ्याइयो है। एकदम मिठो बनाउनु भएको छ माइली आन्टीले। हात पनि चाट्ने, अमिलोले हात चाट्ने भने चाहिँ कस्तो होला। पसलमा बसिरहेको थिएँ होइन। एकैछिनमा छोरीले फोन गरेर छोरीले मलाई ल्याउन आउनु भने स्कुलबाट। छोरी यहाँबाट आएछ स्कुलबाट। कहाँबाट आयो ल हेर्नु न। छोरी के खान्छ छेउ के तिमी? ढुङ्गा कसले बनाइदिएको एउटा खुवाइदियो जेठले खै। चाहिँ यता आउनु भएको हैरान पर्नु भएको है जस्तो देखिरहेको छ नि। देखिन्छ ल गाइजहरू, रोशना पनि पढेर स्कुलबाट आइसकिन्। मैले चाहिँ लिएर आएको है। छोरी हजुर भनेको खै। छोरी ओइ म बोक्दैन फेरि, राखिदिउँ उहीँमा। छोरी के पढ्यो भने त स्कुल? सन्डे मन्डे ल भनिदेऊ त। 1 2 भनिदेऊ त। आउँदैन लगायत। मैले चाहिँ छोरीलाई लिएर आइसकेँ है। अब चाहिँ साँझ पनि पर्न लागिसक्यो। भिडियो चाहिँ यहीँ इन्ड गर्नुपर्ने हुन्छ। पक्कै पनि भिडियो मन पऱ्यो होला। मन पर्छ भने लाइक कमेन्ट पनि सेयर गर्नु नबिर्सिनु होला। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्नुहोस्। भिडियोबाट चाहिँ बिदा हुन्छ गाइज। बाई बाई।